साथीहरू जस्तो कोट लाउँदा नि तपाईँहरूलाई आफूलाई आफ्नै लुक्स मन परेन भने चाहिँ तपाईँहरूले लगाउने अन्तिम कोट भनेर चाहिँ यो हो। यतिको कोट लाउँदा नि तपाईँहरूलाई आफ्नो लुक्स मन परेन भने चाहिँ अब म तपाईँहरूलाई तपाईँहरूको नजरै दोषी छ भन्छु है। यो चाहिँ एकदम बवाल कोट छ साथीहरू। लुक्स हेर्नु बवाल छ, 3वटा कलर पाउनुहुन्छ दामी दामी। पहिलो यो कलर हेर्नु, मैले लगाएको क्रिम कलर बवाल छ है। चट्ट पकेट पाइहाल्नुहुन्छ, डबल पकेट भयो। टक्क यसको यो बोर्डरले गर्दा यो गलबन्दी डिजाइन या मफलर डिजाइन चाहिँ भने पनि भयो। यसले दामी देखेको छ साथीहरू। त्यसै गरी अर्को कलर पनि देखाउँदैछु म तपाईँहरूलाई, लाएरै देखाइदिन्छु। यो कलरमा जस्तो कन्ट्रास्ट चाहिँ अर्को कलरमा नमिल्न सक्छ किनकि मैले भित्र ब्लू कलर लगाएको छु। यो कोट छ तपाईँहरूको ब्ल्याक कलर है। टक्क ब्ल्याकमा दामी देख्छ लाउँदाखेरि चाहिँ। यसको भित्र तपाईँहरूले व्हाइट कलर लाउनुभयो भने चाहिँ झनै बवाल देखिन्छ है। चट्ट हेर्नु, लुक्स हेर्नु त यस्तो बवाल छ साथीहरू। यतिको कोट लाउँदाखेरि चाहिँ मान्छे लेजेन्डै देखिन्छ क्या। तपाईँहरूले टक्क कालो चस्मा र कालो कोट कालो प्यान्ट टक्क यसरी लाउँदाखेरि त आफैलाई तपाईँहरूले सलमान खानै सोच्नुहुन्छ क्या। बवाल छ है। त्यसै गरी अर्को एउटा कलर यो एकदम कोटमा म्याक्सिमम मान्छेलाई मनपर्ने कलर कफी कलर। यो चाहिँ बवालै छ है। यो पनि 3वटा दामी दामी कलर। यतिको लुक्स भएको कोट चाहिँ लगाउनै पर्छ साथीहरू जिन्दगीमा एकचोटि। चुनाव पनि आउँदैछ, चुनावको बेला भोट माग्न जाँदाखेरि टक्क नमस्ते गर्दा पनि बवाल लुक्स आउँछ। तपाईँलाई यतिको कोट लगाउन मन छ भने चाहिँ सिभिल मल थर्फुल 307 मा आउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले हामीलाई व्हाट्सएप भाइबर गरेर अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ है त साथीहरू।